आदरणीय जनसमुदाय, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा प्यारा प्यारा गोठालाहरू र यो भिडियो हेर्नुहुने सम्पूर्ण बेरोजगारी रोजगारी देश विदेशमा नोकरी गर्ने नोकरहरूलाई मेरो तर्फबाट नमस्कार छ। आज चाहिँ यहाँ हाम्रो एउटा हुनहार एउटा ब्याटल प्रतियोगिता हुन गइरहेको छ। तपाईहरू पनि हेरेर मनोरञ्जन लिनुहोला। त्यसमा चाहिँ हाम्रो एकतर्फ हुनुहुन्छ हाम्रो देश गणतन्त्र देशका हुनहार नेता फस्के सिंह ठाकुरी र अर्कोतिर हुनुहुन्छ हाम्रा देशका जनताका एकल ठोकर दादा अब दुईजना बीच घम्सा घम्सी एउटा ब्याटल हुन गइरहेको छ। जनताहरू तपाईहरू पनि त्यहाँ हेरेर मनोरञ्जन लिनुहोला र कसको प्रतिभा राम्रो लाग्यो कमेन्ट चाहिँ जरुर गर्नुहोला। भिडियो मन परे शेयर पनि गर्नुहोला। अब हामी सुरु गर्छौं। लेट्स एउटा ब्याटल। देशको हालत बिगार्यौ तमले, विकास भन्नु केही छैन। तम्रो गणतन्त्र हटाए राजा ल्याउने हौ, हामी जनता कम हैन। बुझ्नुभयो नेताज्यू? देशभरि बिजुली बाले रोड बनाए, शिक्षा निशुल्क गरे, मरिसकेको राजतन्त्र ल्याउने कुरा गर्दा म त छक्कै परे। तमु चोरोको शासन जान लाग्यो, पड्डुई पड्यो छक्क। तमरा ती गणतन्त्रदेखि जनता भइगयो वक्क। राजा राजा भन्दै जनता गल्ली गल्ली खटाउने, कुनै माइकलाल राजा जन्मेको छैन यो गणतन्त्र हटाउने। देशलाई डुबाउने यो गणतन्त्रलाई सेतो कफनमा बेरौँला। जति राज गर्नु छ गरिहाल नेताज्यू, 84 मा हेरौँला। राजामारी गणतन्त्र ल्याए, कसैको डर छैन। जुन राजा राजा भन्दै कराउँदैछौ तिमी, त्यही राजाको भर छैन। राजा भनेको राजा हुन्छ, किङ अफ नेपाल। नपत्याउने राजाले तमु चोरलाई देखाउने छ एक दिन कमाल। राजा भन्दै फ्यार फ्यार नगर भाइ, तेरो बारेमा म केही सोचिदिउँ लो। यहाँबाट चुप्प लागेर गइहाल, नत्र जेल कोचिदिउँ लो। राम्रो काम गर्नेलाई हाल्ने गर्छौ जेल, त बौला धेरै नबोल, सेकिदिउँला ढेल। खसीको हुन्छ मासु मिठो, माछाको झोल। मन्त्री जस्तो मान्छेसँग इज्जत गरेर बोल। कुरो बुझ्यो भाइ? मुख छ भन्दैमा जे पाए त्यही नबोल न यार, के हो? मन्त्री जस्तो काम गरेको छैन, एक र्याप्टामै सुताइदिउँ लो। विचार गर मन्त्री, इसाई ठुला कुरा गरिस् भने कट्टुमै मुताइदिउ लो। बुझिस्? डोटेली हु डोटेली, डोटेलीसँग पंगा नले मन्त्री, भुलेर पनि नले। अरे यार त डोटेली होलास्, आफ्नो ठाउँमा होलास्। मन्त्रीसँग यस्तो ठुला कुरा गर्ने तैँले यस्तो ठुलो कुरा गर्ने? तेरो औकात के छ? तँलाई जेल हालिदिउँ अहिलेको अहिले तँलाई जेल हालिदिउँ। अरे मन्त्री सुन, यस्ता ठुला ठुला धम्की कसै अरूलाई गएर दे। मन्त्री हुँ भन्दैमा नदे ठुला ठुला धम्की। मन्त्री हुँ भन्दैमा नदे ठुला ठुला धम्की। मलाई धेरै रिस नउठा, तेरो घाँटी काटिदिन्छु, मान्छे हुँ म सन्की। बुझिस्? भाग यहाँबाट, अहिलेको अहिले भाग, नत्र तेरो घाँटी काटिदिन्छु म। एक खुकुरीले त म यसको घाँटी अहिले नै काटिदिन्छु कसम खुकुरी। कसको प्रतिभा राम्रो लाग्यो कमेन्ट चाहिँ जरुर गर्नुहोला। भिडियो मन परे शेयर